जसले जति फुर्ती लाए पनि होइन यो प्रचण्ड जतिको दिमाग भएको चाहिँ नेपाली पोलिटिक्समा कोही पनि छैन कि कोही पनि निस्केको छैन कि कसम सक्दैन हौ बाला कसैले होइन सक्दैन त्यत्रो मोमेन्ट भयो एकचोटि प्रचण्डले गाली पनि खाएन त्यसपछि आएर एकचोटि मिडियामा बोल्दा पनि बोलेन क्या जसरी केपीहरूले आफ्नो सबै बिगार्यो नि झन् एकचोटि क्या पुरै गायब भयो उसलाई साइलेन्टली उसले जितेरै छाड्यो होइन ऊ एक्लै आयो कि अरू कोही पनि छैन होइन कस्तो मान्छे हो कि ऊ जसरी नि बच्ने कि जेमा पनि बच्ने गाली खानबाट पनि बच्यो ट्रोलबाट नि बच्यो चुनावमा पनि बच्यो बुढा त पुरै सेफ ओ माई गॉड तपाईहरु जे सुकै गर्नुस् मुनि म चाहिँ अगाडि लागिसके भनेर हिँडिसके बुढा अनि के सबैलाई चाहिँ नराम्रो बनाएर आफू एक्लै पास हुने के अरे अघि अघि भर्खर ट्रोल हेरेको क्या के अरे सबैलाई बिगारेर आफू एक्लै पढेर फर्स्ट हुने मान्छे के रियली के एकचोटि फेरि भन्दै न के भन्दै होला हाम्रो प्रचण्ड बाले प्रचण्ड बा मुनि तपाईहरु मुनि लड्दै गर्नुस् मुनि म चाहिँ पुगिसके गर्दैछ बुढा म चाहिँ एक्लै गएर बसिसके उसमा संसदमा केपीबा के गर्दै होला झन् केपीबा केपीबा के गर्दै हुनु यस्तो होला बुढा यस्तो गरेर यसरी सेन्टी भएर अलिकति पुरै साह्रो भएर यस्तो बुढा त्यो लठे ब्रोले के चाहिँ गरेछ हौ बुढा म त हारे नै भयो नि परे त ज्वरो नै आउँछ कि क्या कता भएको होला पुरै सोचिरहेको छ अहिले बुढा शेरबहादुर के गरेर होला थाहा छ ल शेरबहादुरजी के गर्दै हुनुहुन्छ त अहिले यस्तो होला यो मलाई सहमतिबाट हटायो अब गोगोले पनि हार्नुपर्छ मलाई त्यो मोरा नै चिताउनु मलाई मेरो सहमति खाकेतिर बोलो त्यो मोरा बदलेको भयो त्यसलाई नै बदल्नुपर्छ मलाई गर्दैछ अहिले बुढा भन्न त भन्नुभयो के भन्नुभयो मैले बुझिनँ शेरबहादुरजी होइन त्यही पनि